हेलो आज हाम्रो पसलमा चाहिँ मोटे सब आउनु भएको छ अनि उहाँलाई चाहिँ खाजामा चिया र भेज चाउमिन दिएको उहाँले खानै भएको छैन तर खानुहुन्छ अब एकछिनमा हाम्रो चाहिँ अब आज लास्ट भेट होला अब भोलि पर्सि ऊ आफ्नो ठाउँमा जान्छ आफ्नो काममा जान्छ म पनि जान्छु अब हाम्रो भेट एकैचोटि अर्को दसैँमा हुन्छ होला तर बिचमा भेट्नलाई ट्राई गर्नुपर्छ अब एक्जाममा आउने भन्दैछ भेट्ने भनेको भेट हुन्छ हुँदैन पछि एक्जामको कुरा चाहिँ नगर न होइन हाम्रो अर्को एक्जाम हो नि त हाम्रो लोकसेवाको एक्जाम हो अनि खाऊ न छिटो जानुपर्छ हेर न फेरि लजाएर हेर्नु न धेरै छ अट्छ नलजाइकन खाउनु त्यस्तैमा राखेँ त्यस्तै भयो अब एक दिन त्यस्तै गर्नुपर्ने छ क्या मुखबाङ गर्नुपर्ने छ अहिले फर्स्ट खाइसक्ने भनेर अनि अर्को रक पेपर सिजर गरेर गर्छ त्यो चाहिँ कस्तो मजा छ तिमीहरू त गर्दा भइहाल्छ नि कति धेरै मान्छेहरू हुन्छ केटाकेटीलाई नै राखेर क्या केटाकेटीहरूको रक पेपर सिजर नगरी खाएको गर्छ कुन स्कुल पढ्दैछ ए स्कुल बस आउँछ होइन अहिले त घरसम्मै आउँछ रोडसम्म आउँछ सजिलो भइरहेको नत्र त पहिला त ए यो गाडीमा पो जाने रहेछ है मम्मी उता जेनीहरूको गाउँ जाने गाडीमा बस् न खाऊ न अनुहार पनि कस्तो चाहिँ देखेको हो आज भ्लग बनाउने भनेर चिटिक्क परेर आएको छन् भेट्ने मान्छेहरू राम्रो भनेर त्यस्तो होइन त्यस्तो होइन किन आउने भनेको रेकर्ड गरिदिनु अस्तिको भ्लगमा राम्रो आएन अरे होइन त्यही भएर आजको भ्लगमा नि राम्रो नआउने रहेछ राम्रो भ्लग आउन अनुहार राम्रो हुनुपर्ने रहेछ त्यस्तो होइन क्या आफूले म त्यस्तो लागेको हो क्या मान्छेले राम्रो देखिरहेको हुन्छ आफूलेदेखि कहिले सेटिस्फाई नहुने क्या मान्छेहरू मेरो साथी पनि कस्तो मोटो देखियो कस्तो सुहाएन भनेर भनिरहेको हुन्छ त्यही आफ्नो बडीलाई ब्लेम गरिरहेको हुन्छ क्या पेट लागिसक्यो मोटाइसक्यो कुनै कुरालाई मन देखिन भनेर कहिले कहिले त्यस्तो सोच्नु हुँदैन क्या आफूले त माया गर्नुपर्छ क्या सेल्फ लभ हेर न फेरि सायद हेरिरहेको कति मोटी देखेको छ है आमा अस्ति त म यत्रो खानु क्या यो खाऊ न खेर जान्छ त्यसो भए जति खान्छ खाऊ होइन नखाएको प्याक गरिदिन्छु यहाँ राख त लौ खाऊ त यहाँनिर खाएर देखाउँ ल यहाँ मुखमा हुँदैछ है लु तिमी खाऊ भयो खाऊ न खाएको खिच्नु पऱ्यो नि क्या होइन कस्तो देखिरहेको छ रासियो यत्रो खाँदिनँ क्या कहिले भ्याएछ नि फेरि यहाँनिर त्यो त पोहोरबाट खालको हो त पहिला नै 2-3 वर्ष अगाडिको यति बेला यो हामी थेसिस लेख्न आएको थियौँ 4th इयरको अनि यति नै जो पाएको थियो कलेजकै हो यिनीहरू सबै उसलाई त चिनिहाल्छ उनीहरू दुईजना चाहिँ को हो रश्मि ए कस्तो भइसकेछ है रश्मि हो इन्दिरा हो दिपा हो उनीहरूको यसको फेस देखिएको छैन फोटो खिच्न पनि मान्दैन हेर न हाम्रो पहिलेको है कस्तो राम्रो रमाइलो त्यति बेला तिमी कति सिकेको तर अहिले पनि सिकेकै थियौ म चाहिँ पहिलादेखि नै कस्तो मोटी है मोटी भन्दा पनि तिमी यहाँ पेट लागेको छैन इलामबाट यतिखेर भर्खर आएको थियो पहिलोचोटि आउँदा भेटेको कस्तो रमाइलो थियो क्याम्पसमा कलेज त कस्तो राम्रो छ है गाउँमुखी हेर हेर यो बेली पेन्ट कस्तो मजाले यो पेन्ट अहिले मलाई छिर्दैन पो त यहाँदेखि ठिक हुँदैन छिर्दैन नै माथि
भनेपछि कति मजाको रहेछ इमेजिन गर्नु त ल कमसेकम यहाँ माथिसम्म छिरेर यो कम्बर नमिल्नु त ठिकै थियो यहाँदेखि नि छिर्दैन भनेपछि यो कपाल हेरेर कस्तो क्या दुईजनाकै तर कपाल त अहिले ठिक है त्यति बेला त मलाई मन नै पर्दैन मेरो कपाल यो त अहिले थाहा छ कस्तो भएको छ अङ्कल जस्तो भएको छ बनाएर यो टी सर्ट छ अझै राम्रो देखिरहेको तर मैले खासै लगाउँदिनँ अलिक गलादेखिको तन्केर गलाको देख्छ क्या अलिक होइन माथिबाट गइरहेको थियौँ सबै जुन दुईजना हामी अफिसबाट सबै गाडी रिजर्भ गरेर 500 जना सम्झिने हो क्या होइन मम्मीको आफ्नै होइन कि कता ठुलोबाको छोरी हो कसको मैले उसलाई मेहन्दी लगाइदिएको थिएँ फ्रान्स गएको हेरिरहेको थिएँ मसँग घुम्न कस्तो लान्छ के गर्नु मैले घुमाइदिएको यिनीहरूलाई को पर्छ कम्पनी घुम्न आएको थियो यतिकै हाम्रोमा कति आउँछ नि त टुरिस्टहरू घुम्नलाई हाम्रो राम्रै रहेछ कस्तो राम्रो छ रियलमा हेर्दाखेरि त झन् मलाई फोटो खिच्न पनि लाज लाग्यो क्या उसँग हामी त ठक्कै कस्तो देखेको को यो चाहिँ यिनीहरू दुईवटा साथी आएको थियो क्या यिनीहरू त्यत्रो टाढा टाढा नि कति मजाले हिँड्छ है साथीबाट कस्तो यिनीहरू त फिट हुन्छन् हौ बुढाबुढी भएर पनि हाइटहरू त्यस्तै खतरा त यो एउटा त झन् यस्तो अग्लो थियो कि सबैजनाले हेरिदिने घुमेर हेर्ने मात्रै ड्रेस पनि कस्तो राम्रो चिटिक्क सिम्पल त्यति बेला कस्तो जाडो थियो होइन हाम्रोमा र पनि यिनीहरूलाई चाहिँ गर्मी भएको क्या एसी अन गरेर बस्नु गाडीमा नि एसी अन गरेर गरे यिनीहरू 7 दिन जति बस्यो होला सबै यहाँ चाहिँ पर फुटबल खेल्दैछन् दुईजना सानो पुच्चीहरू छ अनि एकजना अङ्कल हुनुहुन्छ यो चाहिँ धनकुटाको मर्चुङ्गा होटल वान अफ द एक्सपेन्सिभ होटल अफ धनकुटा म अहिलेसम्म गएको छुइनँ बट होइन जानु जरुरी पनि छैन नि त नि यहीँनिर अब घर छ अनि यो चाहिँ धनकुटाको टुरी खेल मेरो साथी यहाँनिर अघिदेखि टिकटक बनाउँदैछ टिकटक बनाएकै कतिचोटि टेक्लिसक्यो अझै बनाउँदैछ मोबाइलको कभर चाहिँ अलिक भएन अनि पर देख्न सक्नुहुन्छ त्यो भएर चाहिँ क्लाउड हो बट अब हेर्दाखेरि चाहिँ हिमाल जस्तै देखिरहेछ बट इट इज क्लाउड है टक्क यहाँदेखि चाहिँ भ्यू राम्रो देखिन्छ धनकुटा भनेको एउटा हिल्ली रिजनमा पर्छ नि त नि अलिकति हिल साइडमा पर्छ धनकुटा त्यही भएर यहाँदेखि चाहिँ भ्यूहरू दामी दामी देखिन्छ है अब धरान विराटनगरतिरको मान्छेहरू चाहिँ राम्रो भ्यू हेर्नको लागि अनि अलिकति त्यस्तो भिडहरू पिसफुल प्लेसहरू जानको लागि चाहिँ उनीहरू भिड टाढा नै आउनुपर्छ बट धनकुटामा बस्ने मान्छेहरू चाहिँ यता वरिपरि हाम्रो हुन्छ नि इन्भाइरोमेन्ट नै त्यस्तै हुन्छ अनि यहाँदेखि ब्याक साइडमा देखिन्छ त्यो धेरै क्लाउड छ नि यो चाहिँ इट लुक्स लाइक अ माउन्टेन है माउन्टेन जस्तै देखिरहेछ बट यो सबै क्लाउड हो एकदमै दामी देखिरहेछ आज भाइटिकाको भोलिपल्ट हो अनि त्यस्तो विन्टर त खासै छैन धनकुटामा तर पनि बिहान बेलुका चाहिँ अलिअलि चिसो चिसो हुन थालिरहेछ है म चाहिँ स्वेटरहरू युज गर्छु अनि त्यही हो घाम चाहिँ दिउँसो चाहिँ मजाले लाग्छ जतिसुकै चिसो भए पनि विन्टर सिजन भए पनि दिउँसो घाम चाहिँ मजाले लाग्छ यतातिर त्यस्तो हुस्स लाग्ने ओर्ने चाहिँ हुँदैन यहाँ चाहिँ बनाइरहेको सबैभन्दा राम्रो भनेको चाहिँ विन्टर सिजनमा पनि घाम मजाले लाग्छ है दिउँसो मजाले घाम ताप्न पाइन्छ अनि तराईतिर चाहिँ के हुन्छ भने अब एकदमै विन्टर सिजन हुन्छ विन्टर सिजनमा प्लस के भइदिन्छ भने हुस्सो लाग्ने भइदिन्छ अनि त्यही भएर दिउँसो घाम पनि लाग्दैन अनि झन् धेरै चिसो हुन्छ क्या हजुर ठिक्क होइन यो चाहिँ के भन्छ धनकुटाको टुरी खेलको बिचमा छु यो पछाडिपट्टि देखिरहेको यो धरहरा हो है दुईवटा धरहरा हो काठमाडौँमा छ नि नौतले धरहरा त्यहाँको यो चाहिँ मिनी धरहरा हो यो चाहिँ होइन यो दुईवटा उनीहरूले काम गरिरहेछ